आकाशको फल आँखा तरी मर भने चाहिँ रोड्रीको पछि नि कति लाग्नु। रोड्री नाम त अब पक्का पक्की नि भइसक्यो, तर धेरै खुसी हुनु पर्दैन है बार्सिलोना फ्यान। रोड्री बार्सिलोना पनि जाँदैन, किनकि आज इन्जो मरेस्काले भनिसक्यो कि रोड्री यो सिजन सिटीमै रहन्छ। ल है केटा, पापा पेरेज फेरि बजार जाने सङ्केत देखाएका छन्, किनकि रियल मड्रिडलाई एउटा मिडफिल्डको एकदम खाँचो छ डिफेन्डिङ मिडको। अब रोड्री नआउने त पक्का पक्की नै भइसक्यो, किनकि हामी 2 सिजन ट्रफीलेस गयौँ, हामीलाई तेस्रो सिजन पनि ट्रफीलेस जानु छैन। हामीलाई एउटा डिफेन्डिङ मिड चाहिएको छ किनकि चुआमिनी र कामाभिङ्गामा भर परेर बस्ने अवस्था छैन। सो त्यही भएर होजे मोरिन्योको नजरमा 2वटा मिडफिल्ड परेका छन्। त्यही कारणले गर्दा भोलि रियल मड्रिडमा एउटा बैठक बस्दैछ कोसमा पैसा लगाउने भनेर। होजे मोरिन्योको नजरमा अहिले 2वटा प्लेयर छन् मार्केटमा जुन मिडफिल्डमा खेल्न सक्छन् र रियल मड्रिडलाई सुहाउँदो खालको प्लेयरहरू छन्। तिनीहरू हुन् एडम वाटन अनि की स्मिथ। अब यो 2टा मध्ये कुन चाहिँमा पैसा लगाउने भनेर रियल मड्रिडले भोलि बैठक गर्दैछ। अब भोलि रियल मड्रिडले एउटा खेलाडीलाई यो हप्ता स्योर पैसा लगाउनेवाला छ, एडम वाटन अथवा की स्मिथ मध्ये। नहुँदो मामा भन्दा कानै मामा बेस भने चाहिँ अब रोड्री त पाउने भएन हामीले। यो 2टा खेलाडी मध्ये एउटा खेलाडी चाहिँ ल्याउनुपर्छ। सधैँभरि यो चुआमिनी र कामाभिङ्गामा भर परेर बस्नु हुँदैन। यो सिजन पनि चुआमिनी र कामाभिङ्गामा भर पर्यो भने हामी यो सिजन पनि ट्रफीलेस नै जानियो। सो को ल्याउँदा ठिक हुन्छ होला, तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। हाला मड्रिड इन द मच, जय रियल मड्रिड।